भएन अब यो युवाको जोस धेरै हुन्छ नि त हैन अलिकति रिस पनि कडा हुन्छ म पनि रिसाउने छु जस्तै आज हामी जेनजीबाट माइती गर्नमा छौँ हैन हाम्रो कुरा के हो भन्दाखेरिमा चाहिँ अहिले जुन जेनजी आन्दोलनको जगमा रगतमा बलिदानमा जुन सुशीला कार्की सरकारको हामी जसरी भाद्र 23 गते स्वस्फूर्त ढङ्गले सडकमा गएका थियौँ हैन त्यो माइकले के मोबाइलले पुरिस यो देशमा यो देशमा कुशासन छ यो देशमा युवाहरूले अवसर नपाएर विदेश जानु हेर्नुहोस् त म पनि दक्षिण कोरिया बसेर आएको व्यक्ति हो हैन भर्खरमा धेरै भएको 2 दिन मात्र भयो हैन हामी यसरी गइरहेका थियौँ यो सरकारले हाम्रा मागहरू एकका दुई पुरा गरिरहेको छैन यो स्थितिमा तपाईहरु कलाकारहरू जो हुनुहुन्छ राष्ट्रिय स्तरका कला तपाईहरुको यसमा भूमिका शासक के कसरी हुन्छ आज हामी चाहिँ सडकमा हाम्रो सपोर्ट भनेको कस्तो हुन्छ भने अब मतिर हेरेर हामी यही एकैछिन यो नराको मलाई ढिलो भइसकेको छ हाम्रो साथ सपोर्ट भनेको चाहिँ कसरी हुन्छ भने भ्रष्टाचार बन्द हुनुपर्छ भन्ने चाहिँ कलाकारको मात्र हैन सबैजनाले नै साथ सपोर्ट गर्नुहुन्छ यो कुरालाई र मेरो कुरा चाहिँ के हो भने कसैको पनि जीवन चाहिँ नजाओस् अब चाहिँ किनभने अस्ति त त्यो मलाई वेस्टै भयो खेरै गयो जस्तो लाग्यो त्यो चाहिँ अस्ति जतिजनाको मृत्यु भयो नि त्यो चाहिँ खेर नै गयो जस्तो लागेको छ अहिले फेरि 1-2 दिन पुरै मलाई पनि अब केही चेन्जै होला अब नेपाल त उल्टेला नै जस्तो भएको थियो त्यो 2 दिनमा हैन उकुस मुकुस भएको थियो टेन्सन पनि भएको थियो मलाई फर्स्ट टाइम म त्यस्तो धेरै राजनीतिमा इन्ट्रेस्टेड मान्छे पनि हैन तर अब नेपालको माया कति हुँदो रहेछ भनेर मलाई त्योभन्दा अगाडि कहिले फिल पनि भएको थिएन म रुँदै बसेको थिएँ मलाई एकदम रिस पनि उठेको थियो सायद म नेपालमा भएकै म आउँथेँ यहाँनिर सडकमै आउँथेँ होइन तर अब अलिकति सोचेर प्रेसराइज मात्रै गरेर पनि हुँदैन कुनै कुनै कुराहरू शान्तिपूर्ण तरिकाले गर्न पनि दिनुपर्ने हुन्छ अहिले भन्दाखेरि नहुन पनि सक्छ सायद ट्राई पनि गरिराख्नु भएको पनि हुनसक्छ होइन त्यो भित्रभित्रको कुराहरू त हामीलाई थाहा हुँदैन तर अब जति शहीद हुनुभयो उहाँहरूको बलिदान चाहिँ खेर नजाओस् अब युवाहरू विदेश जानु हुँदैन भन्ने कुराहरू तपाईँहरूले उठाएको त्यो पनि एकदम राम्रो करप्सन हुनु हुँदैन भन्ने कुरा पनि एकदम राम्रो हो तपाईँहरूको यो कुरालाई चाहिँ जहिले पनि मेरो सपोर्ट छ त्यही थ्याङ्क यू